आज चाहिँ तपाईहरुको अगाडि म एउटा भिडियो प्रेजेन्ट गर्दैछु मेरो बोजूको। बोजू बस्नुस् त, कान्छी बोजू पनि हुनुहुन्छ यहाँ मेरो। बस्नुस् त, छ्या नभनिकन। लु बोजू हुनुहुन्छ, दुईजना बोजू। अनि यहाँ चाहिँ के छ भने गन्यौलाकोबाट बनिने मोल देखाउनुस् त आन्टी, त्यहाँ लानु भएको तपाईले? हजुर मैले लानु पर्यो भनेर देखाइदिनुस् न। गन्यौलाबाट मोल बनिन्छ नि, त्यो बनाउनु भएको हुँदो रहेछ। म यहाँ आएको त, अनि ठिकै मैले पनि यो कन्टेन्ट पाएँ। आन्टी चाहिँ एकदम यस्तो कामहरुमा इन्ट्रेस्टेड हुनुहुन्छ है। अब यहाँको हेरिहाल्नुस्, फुलबारीहरू भयो, यसरी उहाँले तयार गर्नुहुन्छ। काँचै मोल गनेरछ तपाईको। धार दुख्यो आन्टी, कसरी बनाउनु भयो लु भन्नुस् बोजू। खै त्यो हो गन्यौला, भिडियोमा राम्रो आउँछ कि आउँदैन आउनु पर्ने। अब यो गन्यौलालाई चाहिँ यहाँ मुनि हाल्नु पर्यो फर्स्टमा। यो बट्टामा, यो बट्टा चाहिँ चुने हुनुपर्छ। यो मुनि चाहिँ छेड हुनु पर्यो। यो त्यहाँदेखि भाग्दैन नि, यो भाग्दैन, कम्ती बनाउनु पर्यो नि त छेड। यो चाहिँ यसको चाहिँ यो अलरेडी फुटेको छ है, यसरी फुटेको छ यसरी हो। हजुर, अनि त्यहाँबाट बनाउनु परेन, छेड बनाउनु परेन। त्यहाँदेखि त्यो अनि यो माथि चाहिँ हामीले सब्जीको छिल्का छिल्की जे पनि लाउँदा हुन्छ, अनि झारहरू पनि लाउँदा हुन्छ। यसरी फुलकै यो पत्ताहरू पनि यसरी चिमुटेर लाउँदा हुन्छ। त्यति नै हो। अनि अहिले चाहिँ मैले चाहिँ यो अब मोल घोप्टाको होइन, यो घोप्टाको मोलमा चाहिँ यसरी बसेको हुन्छ। यो गन्यौला चाहिँ छानेर फेरि बाल्टीमा हाल्नु पर्यो। तैँले पनि लानु हुने आन्टी, छिल्का राख्नु भएको छ? त्यो त म लाने कि। ए झर्यो, यति छिटो। अन्त यो गन्यौला चाहिँ हाम्रो यस्तो हुन्छ है गन्यौला चाहिँ। यो हो खै, यो देखाउनुस्। यो उयो है अगाडि त्यो उयो के भन्छ, बटन जस्तो नि, बटन लाग्नु बिचमा उयो हुन्छ रहेछ है त्यस्तो। यहाँ चाहिँ हुँदैन नि यस्तो। यहाँ हेर्नुस् न, पेटी लगाएको हुन्छ रहेछ हौ। बेल्ट लगाएको जस्तो है। ए भनेपछि यो चाहिँ अब माया लाग्ने। हाम्रो यो बारीमा जतासुकै पाउने गन्यौला होइन नि यो नि। होइन, मोल बनाउने। यो चाहिँ मैले चाहिँ दार्जिलिङबाट, छोरीले दार्जिलिङमा बनाउँछ। हजुर, अनि चाहिँ छोरीलाई मागेर लिएर आउनु भएको। मोलसँगै छोरी ज्वाइँले पठाइदिएको दामी हो। अनि मैले बनाउनु थालेको हो। अनि बेसी त म बनाउनु सक्दिनँ। अब यो बाल्टीमा हाल्नुस् न, खासमा त अब ठुलो बाल्टीमा हाल्नुपर्ने हो। त्यति भए नि हुन्छ। एक महिना राख्नुपर्छ है। एक महिना चाहिँ अब त्यहाँनिर यो बाल्टीमा भरेको हुँदैन नि। एक महिनासम्म चाहिँ त्यो भरिन्जेलसम्म लगायो। त्यहाँदेखि 15 दिन 22 दिनहरू जस्तो चाहिँ बन्द गरिराख्नु पर्यो। त्यहाँदेखि खोल्दा भयो नि। कोही बेला यसो खोलेर हेर्यो, खोलेर हेर्दा यस्तो माथि आएको छ भने चाहिँ यसरी फुको माटो हुन्छ नि, त्यो माटो फुरुरु पारेर उयो गरिदिनुपर्छ। अन्त फेरि तल पोस्छ। भनेपछि तपाईँले यो एक महिना बादमा निकालेको? नभए चाहिँ माथिबाट म पनि बनाउँछु ल आन्टी, बनाउनु न। ट्राई गर्नु पर्यो। मैले पनि ट्राई गर्ने इच्छा गरेँ। योहरू है, थ्याङ्क यू आन्टीलाई। यो हो, यो सबै बनाउनु भएको? ए छुपे रुस्तम पो निक्ला तो आप तो छुपे रुस्तम पो निक्ला तो कब का बना हुआ था आंटी ने बनाया हुआ था, बनाई हुई थी। हेर्नुस् न, अब उहाँले त्यो मल गरेपछि स्पेसली उहाँ बारीमा त काम गर्नु सक्नुहुन्न, अलिकति उहाँको शरीरको अवस्थाले गर्दा। तर अब यहाँ उहाँले यस्तो फुलबारी चाहिँ घरमा बसी बसी यसरी मजाले बनाउनुहुन्छ। अनि लेट्स सपोर्ट हर। अनि आन्टीहरूले काम, मेरो चाहिँ आन्टी, नानीहरूले गर्दा बोजू भनी पठाउँछु। यहाँहरूले चाहिँ यी काम गर्दै गर्दा यसरी हो अन्डाको खोस्टा बालिराख्नु भएको छ नि। अन्डाको क्यारेट बालिराख्नु भएको छ नि। यो चाहिँ उयो मच्छर धपाउँदै, यहाँ मच्छर पुरा आयो नि, धपाउँदै दुईजना फुल प्रेमीहरू मल बनाउँदै हुनुहुन्छ। अब यो चाहिँ ल्याट छ होइन, यसलाई चाहिँ अब अलिक दिन यहाँ सुकाउनु पर्यो यसलाई चाहिँ। ए हो, त्यहाँदेखि यो सुकाएपछि चाहिँ उयो हुन्छ, फुरुरु खालको हुन्छ। अरूहरूले भन्छ नि यसरी कुहिएछ ल्याट भयो भनेर फ्याँक्छ नि, त्यो होइन रहेछ नि। यो चाहिँ यस्तै ल्याटै हुँदो रहेछ निकाल्दाखेरि, पट्टी निकाल्दाखेरि। त्यहाँदेखि फेरि सुकाइराख्नु पर्यो नि। हाइजेनिक छ नि, ग्लोभ्स लगाएर, हाइजेनिक प्रकारले गर्नुहुन्छ। अन्डा चाहिँ कस्तो हुन्छ, हेर्नुहोस् न यो फुल, मसिनो नि हुन्छ। ड्यामी कलर, ड्यामी कलर।
पहिलो पहिलो नै हौ ए